अरू कुरा नगरिकन कविता पढ्दै लागे। कविताको शीर्षक छ रक्तदान गरौँ जीवन दान। अस्पतालको शैय्यामा एउटी सुत्केरी आमा भर्खरै जन्मेको रातो नानीलाई एक मुठी प्राण रस चुसाउन निस्कँदैन। जब छाती निचोर्दा पनि छाती निचोर्दा पनि रगतको अभावले अपरेसनले नित्रिएको तिनै कमजोर आमाको रगत परिपूर्ति गर्न धेरै 5 मुठी मात्र 5 मुठी रगतको खाँचो पर्छ। जब तिमीले त्यति रगत दिएर एउटी आमा बाँच्छ भने, एउटा शिशु हाँस्छ भने तिम्रो रगत हुने छैन। तिम्रो रगत हुने छैन। अमृत बन्छ त्यो बेला तिम्रो रगत कसैका निम्ति। अमृत बन्छ त्यो बेला तिम्रो रगत कसैका निम्ति। त्यसैले आओ निर्धक्कसँग नडराइकन रक्तदान गरौँ, जीवनदान गरौँ। प्रत्येक 3 महिनामा रक्तदान गरौँ, जीवनदान गरौँ। ए आमा ए दिदी बहिनी हो, रगत दिएर कोही कमजोर हुँदैन। ए आमा ए दिदी बहिनी हो, रगत दिएर कोही कमजोर हुँदैन। रक्तदान गरेर त्यो निध्रिने पनि होइन, शक्ति र तागत सिद्धिने पनि होइन। यदि साँच्चै निक्रिने भए, यदि साँच्चै सिद्धिने भए जीवनमा 100 पटकभन्दा बढी रगत दिएका अनगिन्ती प्रमाणहरू छन्। जीवनमा 100 भन्दा बढी रगत दिएका अनगिन्ती प्रमाणहरू छन्। हाम्रै आँखा अगाडि छावल्न छन्। साँच्चै हिसाब नै गर्ने भने 10 पाथीभन्दा बढी रक्तदान गरिसकेका, साँच्चै हिसाब नै गर्ने भने 10 पाथीभन्दा बढी रक्तदान गरिसकेका धेरै छन्। त्यस्ता महान व्यक्तिहरू, त्यस्ता मान्छेहरू टाढा जानै पर्दैन, यही छन् हाम्रै आँखाको अगाडि छन्। रगत पिएर देवी बनेका पुराणहरू त सुन्यौँ, रगत पिएर देवी बनेका कथाहरू त सुन्यौँ, कथाहरू त पढ्यौँ। तर अब रगत पिएर देवी होइन, रगत दिएर देवी बनाऊ, रगत दिएर देवी बनाऊ। त्यसैले आओ निर्धक्कसँग नडराइकन रक्तदान गरौँ, जीवनदान गरौँ। प्रत्येक 3 महिनामा रक्तदान गरौँ, जीवनदान गरौँ। ये नौजवान युवाहरू सुन, रगतको अभावमा छटपटाइरहेका बिरामीको क्रिटिकल अवस्थालाई बुझ, मनन गर। युवा हुनुको अर्थ उमेर जवान हुनु मात्र होइन, बलियो फुर्तिलो हुनु मात्र पनि होइन। युवा सहयोग पनि हो, युवा समाधान पनि हो, युवा विकास पनि हो र युवा कसैको जीवन रक्षक पनि हो। तिमीले दिएको थोरै रगतले यहाँ कसैको जिन्दगी बाँच्छ भने, तिमीले दिएको थोरै रगतले एउटा सिङ्गो परिवार हाँस्छ भने तिमीले रगत दिनै पर्छ, तिमीले रक्तदान गर्नै पर्छ। किनकि तिमी युवा हौ। मान्छे बिरामी भएर रगत चाहिएको बेला होस् वा देश बिरामी भएर रगत चाहिएको बेला होस्, बिरामीले रगत मागे वा देशले रगत मागे, तिमी हरदम हर पल तम दया बस। तिम्रो खाँचो कुनै बेला पनि पर्न सक्छ। त्यसैले आओ निर्धक्कसँग नडराइकन रक्तदान गरौँ, जीवनदान गरौँ। प्रत्येक 3 महिनामा रक्तदान गरौँ, जीवनदान गरौँ। रक्तदान केवल रगतदान मात्र होइन, यो त जीवनदान हो। जीवनदान गरौँ, जीवनदान गरौँ। धन्यवाद।